राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले महाधिवेशनका क्रममा निर्वाचन आचार संहिता पालना गर्न निर्देशन दिएको छ। पार्टी सचिवालय बैठकले आचार संहिताभित्र रहेर उम्मेद्वारी, प्रचार प्रसार र निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गरेको हो। महाधिवेशन प्रतिनिधिहरूले लेवी नतिरे सहभागी हुनै नपाउने भएका छन्। महाधिवेशनमा विभिन्न दलका शीर्ष नेताहरूलाई विशिष्ट अतिथिका रूपमा आमन्त्रण गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले पार्टीको महाधिवेशनका क्रममा निर्वाचन आचार संहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिएको छ। पार्टी कार्यालय वनस्थलीमा बिहीबार बसेको रासपा सचिवालय बैठकले महाधिवेशन अगावै विभिन्न पदमा दावी गर्ने र आवश्यकता भन्दा बढ़ी प्रचार प्रसार देखिएकोले आचार संहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिने निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। पार्टीका सदस्यहरूबीच कुनै मतभेद नराखी सौहार्दपूर्ण रूपमा पार्टीलाई एक ढिक्का राख्नको लागि निर्वाचन आचार संहिताभित्र रहेर प्रस्तुत हुन अनुरोध गर्ने निर्णय भएको हो। पार्टीलाई सौहार्दपूर्ण रूपमा एक ढिक्का राख्नको लागि सबैको योगदान महत्वपूर्ण हुने भएकोले पार्टीको निर्वाचन आचार संहिता भित्र रहेर सबै सदस्यहरूलाई आफू प्रस्तुत हुन अनुरोध गर्ने निर्णय भएको छ र त्यसै गरी चाहिँ यो महाधिवेशनको प्रतिनिधिहरू करिब 2500 देखि 3000 हुने अनुमान छ। यो रजिस्ट्रेसन आज चलिराखेको छ र त्यो बाहेक हरेक जिल्लाबाट जिल्ला समितिले एकजना पर्यवेक्षक पठाउन सक्ने र प्रदेश समितिले 3 जना प्रदेशबाट पर्यवेक्षक पठाउन सक्ने गरी निर्णय भएको छ। महाधिवेशनमा 2500 देखि 3000 सम्म महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने अनुमान गरिएको छ। त्यसबाहेक हरेक जिल्लाबाट जिल्ला समितिले एकजना पर्यवेक्षक पठाउन सक्ने र प्रदेश समितिले 3 जना प्रदेशबाट पर्यवेक्षक पठाउन सक्ने गरी निर्णय भएको छ। बैठकले महाधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिहरूले आफ्नो पुरानो पद अनुसारको लेबी तिरेको हुनुपर्ने र लेबी नतिरेको भए प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। सबै प्रतिनिधिहरूले आफ्नो पुरानो पद अनुसारको लेबी तिरेको हुनुपर्ने र लेबी नतिरिएको त्यस्तो सदस्यहरू भएमा चाहिँ उनीहरूलाई अधिवेशनमा चाहिँ अब प्रवेशको लागि चाहिँ रोक लगाउने भन्ने छ। त्यो कारणले गर्दाखेरि आजको बैठकबाट त्यस्तो सदस्यहरू जसले लेबी तिर्न बाँकी छ भने सबैलाई तिर्न अनुरोध पनि गरेको छ। यो अनुशासनमा पनि रहने, पार्टीको यो निर्वाचन आचार संहिताभित्र पनि रहने गरी निर्देशन गरिएको छ। रासपाले पदाधिकारी र केन्द्रीय समितिको आकार बढाउने निर्णय गरेको छ। यसअघि 13 पदाधिकारी हुने व्यवस्था थियो, अब पदाधिकारी संख्या 19 पुर्याउने निर्णय भएको हो। यसअघि विधानमा वरिष्ठ नेताको पद थिएन, अब विधानमा वरिष्ठ नेताको पद रहने भएको छ। केन्द्रीय समितिको